हेलो अरे यार Team match, let's go. The blue team has scored for the first time! Cover me! Nice shot! Clear! Reloading! Cover me! No mercy! Reloading! Marked a location. Clear! Cover me! Nice shot! Dead! The blue team is unstoppable! Killing spree for the blue team! No mercy! Dead! Reloading! The blue team is in the lead. Clear! Kill! Cover me!
Expired! No mercy! Clear! Marked a location. Expired! Clear! Reloading! Cover me! Reloading! Enemy down! Cover me! Reloading! Nice shot! Great! You're about to win! The red team doesn't have a lot of time left. Nice shot! Reloading! Enemy down! Half of the match is over, and the blue team is in the lead. Cover me! Killing spree for the blue team! Blue team victory! मिथिलेश है इसलिए मिथिलेश बिना कहले का तो भाई ये यार कल देव प्लान है ए चले ऑनलाइन चले अभी तो अपने ऑफलाइन बोले पता नहीं कथी हमरो मैसेज के कल कहबै छै उधर 9 टाइम के हां अचानक ही ऑफलाइन बोले मैसेज के हम कल खाना दे लगाऊंगा तू ना देख दिल घबरा एंशिएंट अथी वाला फेवरा वाला है पबजी में एंशिएंट मोड Hello, Rizal. Rizal. रिकर्सिभ फंक्सन चाहिँ हेर है त्यो त घोकेर जाऊ त्यो रिकर्स कुन के हो त्यो फिक्स आउँछ क्वेशन त्यो अनि सर्टिङ आउँछ एउटा स्ट्रक्चरबाट We will be taking off soon. Be prepared. ओइ सबसे सजिलो च्याप्टरै गर्नु हुँदैन रहेछ मलाई त अकाउन्ट्सको कुन लास्ट डिफो त्यो बैंक रिकन्सिलिएसन र उयो त्यो बुढा त्यही दिन पढाएर मैले बुझे म त्यहाँनेर त्यो क्लासमा थिएँ नि डिफो भन्ने नि गर्नु हुँदैन सबसे सजिलो दिन्छ
यस्तो इडी भइदिएको क्या आज त्यहाँदेखि त्यस्तै हो त्यो त्यस्तै हो घुम्नु पर्छ नि त्यस्तै हुन्छ डेप्रिसिएसन पनि गर्नु नहुला भएर कि रिस उठेर नि डेप्रिसिएसनको 6वटा क्वेसन गरेको कि 6वटा क्वेसनमा 2टा मात्रै मिल्यो ल सब गर्न चाहिँ सबको भ्या प्र्याक्टिस गर्न कि त्यही बिहानदेखि डिप्रिसिएसन गरेको उठेकोदेखि सबै गरिसक्यो पर टाइट भए जस्तो छ घर अकाउन्ट्सको मात्रै नि अरू सिलिङ एसेम्ब्ली ल्याङ्ग्वेज आउँदैन केही आउँदैन एसेम्ब्ली ल्याङ्ग्वेजको भन् मलाई त्यो त मैले नि बुझेन अस्ति नै थियो क्लासमा हिन्दीमै छ एसेम्ब्ली ल्याङ्ग्वेज पास त हुनु परिहाल्यो नि 40 24 ल्याउने हो आरामले पास हुने हो भाइ कटिङ चाहिने मलाई बेसी चाहिने चोरेर भयो नि पास हुने त्यही उसमा पर्छ होइन पद्मकन्या खोइ कता पर्छ त्यो त थाहा भएन आरआर क्याम्पसमा पर्छ आराम पऱ्यो भने त तनाव हुन्छ आरआर पऱ्यो भने त हल्लिनु पनि दिँदैन नि लास्ट टाइम त्यस्तो पद्ममा सजिलो छ भने पद्ममा पर्छ भने पुरा अन्त गफजोतिर पर्दैन पद्ममा लास्टमा कोही नपढिकन गएको अरे क्या पद्ममा पर्छ पर्दैन नि लास्ट टाइम त आरआर क्याम्पसमा हल्लिनु नि दिएन यार 3 उयो वर्षपछि हो कि 3 ऊ पछि चेन्ज हुन्छ होइन खोइ त्यस्तै भने त्यो त थाहा भएन यो पालि पनि आरआरमै भयो भने चाहिँ ब्याट हुने प्रदीपको कहानी सुनाउँदै थियो तपाईँ के भयो अरे प्रदीपलाई प्रदीपको चिप चढा बेलामा क्या भपाल टाइट गरेर Watch out! Watch उच्च out! त पर्दैन त अरूको भरोसामा हुन्छ त पास भइन्छ सायद अनि लास्ट बेन्च बस्दिँदो रहेछ नि यसमा अब पब्जीमा अलिकति फोकस दिइहाल्यो नि लास्ट बेन्चमा बसिहाल्दो रहेछ अनि पास भएछ अब कहाँ बसेर किक गर्ने हो त बरु पछाडि हेर्छ कि साधन भएपछि फाइदा नि जति सक्दो चाँडो कुदिहाल्ने पक्रे पनि किक चाहिँ गर्ने हो कति के गर्छ स्कुल त एक्जामको बेला त पास नगरेर साधन लिएर बिहानै 3 बजे गइदिने हुन्छ 3 बजी चाहिँ तिमी आफै उठेर जाऊ एक्जाम उठ्नु परिहाल्छ नि एक थोपो पढ्ने होइन कलेजमा हामी 1 बजीदेखि त एक्जाम 10 बजी उठ्ने हो जाने ए ल मैले त के हो ओपरै गफ पेलेछु नि त हो रातभरि पढ्ने त्यही भएर रातभरि त कोही पढ्ने अಯ್ಯೋ म रातभरि पढ्यो भने त भोलिसम्म काम लाग्दैन सेमिस्टर भरि पढेन रातभरि पढ्ने अಯ್ಯೋ Watch out! यसो जाऊ यतै नि यो डाँडामा छ फेरि अञ्जली कलेज आउँछ आइरह अहिले भन्दै थियो खतममा लागिरह मलाई कसरी आइरह भेटिकन उई यता पनि हान्न तिमी कति नम्बर हो 3 नम्बर हैन हजुर Granos no liquid. Is this joking, buddy?
बोट वाउ कैंपर्स जाऊ सुतेर आणला काय चिसत हो देखिदियो मैले ग्रानोस को लेफ्ट वाला त्यो माथि Watch out! एकजना गाडी लिएर सुत्यो हाम्रो पछाडि आउँछ एकजना त्यहाँ आउँदैछ एउटा यहाँ Marked a location. Watch out! अलि मुभ गरौ न राइट Watch out! यहाँ सुतेर हान्दा Watch out! त्यहाँ सुतेर हान्दा है त्यसको त्यसको गर्ने एउटा स्मोकै छैन होला त भनेको त यहाँ सुत्यो यहाँ Marked a location. मैले मार गर्छु कसरी आउनु यार मलाई त एकजना लेफ्ट आइसक्यो दुईजना लेफ्ट आइसक्यो Watch out! Watch out! म त्यही पछाडि आउनु पिता नि आयो कुनीको पछाडि पनि यो ढुङ्गामा आउँथ्यो Watch out! आउँदैछ यहाँ जाँदैन कसले म हान्छु त्यसलाई चाहिँ त्यहीँ गराउनु पऱ्यो रोहित तामाङ नम्बर 2 को यहाँनिर देख्छ सबै डम्बर मार्छ मेरो नजिक नाइस नो मेरो तल एकजना नजिक छ ओइ 1 HP थियो तलको Watch out! कताको दुईजना न कता माग गर न Watch out! मेरो तल एकजना न छ दुईजना मध्ये टाटा के टाटा Watch out! एउटा कसरी म गर्नु त्यही बस्छ म आउँदैछु ओइ कस्तो दौ मर्यो नि ओइ यहाँ Watch out! Watch out! Watch out! के हो गया